सगरमाथा चढेका मान्छे पनि यसो थाक्नुहुन्छ त चढे छैन है नाम्चे बजारसम्म त गइया। हेलो साथीहरू, हामी अस्ति शिवपुरी गइयो। आज चाहिँ हामी नागार्जुन जाँदैछौँ। हामी माछापोखरीबाट जस्ट माथि नागार्जुन जाँदैछौँ। आज पनि हाम्रो टेकराज छन्। त्यसपछि हाम्रो सौरभ सोल्टा यहाँ छन् र हामी अब जस्ट यहाँबाट दुईवटा बाटोहरू फाट्ने रहेछ। तल्लो हो कि माथिल्लो हो सोल्टा? मलाई जहाँसम्म लाग्छ यो बाटो चाहिँ माथिल्लै हुनुपर्छ है। माथिल्लो बाटो रहेछ। अब हामी यहाँबाट जस्ट माथिल्लो बाटो लागेर शिवपुरीतिर जान्छौँ। कस्तो रहेछ सबै भ्यूहरू यताउति तपाईँहरूलाई देखाउनेछौँ। पछाडि हेर्नुहोस् काठमाडौँ बबाल देखिएको छ है साथीहरू। ल हेर्दै गर्नु होला। अहिले चाहिँ हामीले आइसक्रिम खाने निर्णय गरियो। असाध्यै गर्मी बढेको कारणले गर्दा यो काठमाडौँको चाहिँ रमाइलो भ्यू हेर्दै यहाँ झ्याम आइसक्रिम खान पऱ्यो। अनि यो आइसक्रिम खाइसकेर अब यहाँबाट चाहिँ हामी सर्लक्क माथि उकालो लाग्ने हो साथीहरू है। काठमाडौँमा असाध्यै गर्मी बढेसँगै साथीहरू हामीले आइसक्रिम खाने निर्णय गऱ्यौँ। काठमाडौँको त्यो भ्यूहरू हेर्दै सर्लक्क एकचोटि घुमाइदिउँ यसरी भ्यूहरू हेर्दै। र हामी यहाँबाट अहिले नागार्जुनतिर उक्लिँदैछौँ माथितिर। र आइसक्रिम खाँदै हाम्रो यात्रा नागार्जुनतिर छ। मेरो साथीहरू हुनुहुन्छ यहाँ आइसक्रिम खाँदै हुनुहुन्छ, देख्न सक्नुहुन्छ। ल हेर्नुहोस् साथीहरू, यहाँ लाइन छ। अहिले चाहिँ हामी टिकट काट्दैछौँ। यहाँ टिकट काट्ने व्यवस्था छ। हामी चाहिँ कस्तो छ भन्दाखेरि 500 रुपियाँ टिकट छ अरूलाई। स्टुडेन्टलाई चाहिँ 250 रहेछ स्टुडेन्ट कार्ड भएपछि। हेर्नुहोस् है। अन्त त हामी लाग्यो है साथीहरू यहाँबाट उकालो। टिकट पनि काटियो। यहाँ चाहिँ खनियो रहेछ। खनियो खाँदै हिँड्यो। अब साथीहरू हाम्रो लागि लगभग 3-3.5 किलोमिटर बाँकी छ। यहाँनिर आर्मीहरूलाई टिकट चेक गराउनु पर्ने रहेछ। हामी त्यही टिकट चेक गराउँदैछौँ। यो सम्म यहाँ रिजमा आएर हेर्नु त साथीहरू, हामी चाहिँ फाइनल्ली यो कस्तो ठाउँमा आइयो हेर्नुहोस् है। पछाडि हेर्नुहोस् है, कति राम्रो ठाउँमा आइयो मात्रै भन्न चाहन्छु म। योभन्दा अरू मलाई थाहा छैन। नागार्जुन पनि थाहा, यो ठाउँको नाम नागार्जुन होला सायदै। नागार्जुनमा आइयो। यो चाहिँ कति राम्रो ठाउँ रहेछ। ल भन्नुहोस् साथीहरू, यो पछाडि देखिएको डाँडोको नाम के होला? मैले कुन ठाउँमा छु होला? यो डाँडो तपाईँले के जस्तो मान्नुभयो? तपाईँहरूलाई म सोध्छु प्रश्न है। अहिले म ठ्याक्कै भन्दिनँ, कमेन्टमा जवाफ लेख्नुहोस्। त्यस पछाडि म तपाईँहरूलाई कमेन्टमै रिप्लाई दिन्छु। यो कुन ठाउँ होला, कुन डाँडो जस्तो तपाईँले मान्नुभयो? के हाम्रो गाउँमा पनि यस्तो डाँडो छ अथवा यो हाम्रै गाउँको डाँडो हो त? साथीहरू म आज एउटा यस्तो डाँडोमा आएको छु। पछाडि हेर्नुहोस् है। तपाईँ हाम्रो कुमाक जस्तो ठ्याक्कै यो डाँडो कुमाक नै हो कि त? तपाईँहरूले आकलन गर्नुहोस्। कुमाक होला अथवा अन्य कुनै डाँडो होला? कृपया कमेन्ट गर्नुहोस् है। तपाईँहरूलाई कतिको थाहा छ त? तपाईँहरूलाई म कमेन्टमै रिप्लाई दिनेछु। हजुर। जस्तो कति हुन् कति। अल्टिमेटली साथीहरू हामी आइपुग्यौँ। यहाँ देख्न सक्नुहुन्छ नागार्जुनको माथि हामी आइपुग्यौँ। र आम्मै काठमाडौँको सिन त खतरा देखिँदो रहेछ त। यहाँबाट दामी सिनहरू हामीले हेरिराखेका छौँ। अहिले हाम्रो साथीहरू यहाँ दर्शन गर्दै हुनुहुन्छ। हाम्रो साथमा बाइ द वे सोलुखुम्बुबाट एकजना मिसेज हुनुहुन्छ। केही भनिदिनु पर्यो? नमस्ते। अरू के छ सोलुखुम्बुतिरको हालखबर?
सगरमाथा चढेका मान्छे पनि यसो थाक्नुहुन्छ त चढे छैन है नाम्चे बजारसम्म त यहाँ ल फाइनल्ली गाइज ल यति नै भयो हाम्रो भ्लग ल म देखाउँदै गरौँ ल है त अन्त त मैले खतरा भ्युज देखेँ साथीहरू हेर्नुहोस् है काठमाडौँको भ्यू यो नागार्जुनबाट माथि म चाहिँ यहाँ छु अहिले देख्न सक्नुहुन्छ यहाँ छु हाम्रो दिदीबहिनीहरू यहाँ चटपट बनाउँदै हुनुहुन्छ इलामदेखि हुनुहुन्छ भोजपुरबाट हुनुहुन्छ सोलुखुम्बुबाट हुनुहुन्छ अनि हाम्रो दाजुभाइहरू पनि यहीँ हुनुहुन्छ अनि हामी पनि यहाँ छौँ अनि हाम्रो इलामदेखि सोल्टा पनि यहीँ हुनुहुन्छ है रुकुमदेखि हुनुहुन्छ म सल्यानदेखि अनि रुकुमदेखि इलामदेखि अनि भोजपुर सोलुखुम्बु सबै जाजरकोटदेखि ल साथीहरू अब चाहिँ हामी यहाँबाट फिर्ता हुँदैछौँ एकदमै रमाइलो ठाउँ रहेछ यहाँबाट काठमाडौँको चाहिँ राम्रो भ्यू देखिँदो रहेछ माथि आकाशबाट जहाजबाट स्पेसबाट हेरे जस्तो देखिने है कति राम्रो रहेछ ड्रोन भ्यू जस्तो देखिँदो रहेछ निकै रमाइलो भयो यात्रा हाम्रो चाहिँ सोलुखुम्बुतिरको अन्तको साथीहरू पनि भेटिनु भयो अब आफूले त केही पनि ल्याइएन उहाँहरूसँग भएर सानोतिनो पार्टी खाइयो भनौँ न होइन ल थ्याङ्क यू सो मच गाइज कति अग्लो टावर ल अन्त त साथीहरू मैले जामा छु 371 किलोमिटरको दूरी पार गरेर हामी आइपुगेको छ हाम्रो सोल्टाजले त्यहाँ जुत्ता लाउँदैछन् एकदमै रमाइलो भयो